आप सबको पता है कि इंडिया ने नेपाल के इलाकों के ऊपर कब्जा किया हुआ है और ये इलाके हैं कालापानी, लेपुलेख और लिम्पियादुरा। आज हम आपके साथ एक रिपोर्ट शेयर करेंगे और आपको बताएंगे कि किस तरीके से इंडिया ने नेपाली इन इलाकों के ऊपर कब्जा किया है। आप सबको पता है कि इंडिया नेपाल के कई इलाकों के ऊपर कब्जा कर चुका है, लेकिन जो सबसे हाईलाइटेड एरियाज है वो कालापानी, लेपुलेख और लिम्पियादुरा है। इन एरियाज के ऊपर हम कई बार बात कर चुके हैं और आज एक दफा फिर से बात करने वाले और यही बताने वाले हैं इंडियन आर्मी ने और इंडिया ने कैसे ये इलाकों के ऊपर कब्जा किया था और नेपाल से इनके इलाके छीने गए थे। आइए आज की इस रिपोर्ट को करते हैं शुरू। अहिले फेरि नेपालको यो चुच्चे नक्साको कुरा विवादमा आएको छ। 2020 मा नेपालले यो चुच्चे नक्सामा कालापानी र लिम्पियाधुरा हाम्रो हो भन्दै नेपालको नक्सा सार्वजनिक गर्यो। तर यो चुच्चे नक्सालाई आजसम्म न इन्डियाले मानेको छ न चाइनाले नै नेपालको सपोर्ट गरेछ। उल्टो 2025 अगस्तमा इन्डिया र चाइनाले नयाँ डिल साइन गरे, जसको बीचमा लिपुलेख पास पनि पर्छ। यो एग्रिमेन्ट अनुसार इन्डिया चाइनाको 3 ट्रेडिसनल बोर्डर ट्रेड रुट खुल्दैछ। तर यो लिपुलेखको एरिया त नेपालले हाम्रो हो भन्दै आएको छ। तर अहिले नेपाललाई कुनै जानकारी नै नदिई इन्डिया चाइना दुई ठुला दाइ मिलेर नेपाललाई साइड लगाइदिएका छन्। इन्डियाले त सिधै भन्छ कालापानी लिम्पियाधुरा हाम्रो हो, तर नेपाल यो स्वीकार्ने अवस्थामा छैन। आउनुहोस् यो कालापानीको विवादको बारेमा यो भिडियो सुरु गरौँ। यो कालापानीको विवाद नेपाल र इन्डिया बीचको एकदमै सिरियस बोर्डर कन्फ्लिक्ट हो, जसले 35 देखि 370 स्क्वायर किलोमिटर एरिया कभर गर्छ। यो ट्राई जंक्सनमा पर्छ, इन्डिया, नेपाल र चाइनाको। यो एरियामा कालापानी, लिपुलेख र लिम्पियाधुरा जस्तै ठाउँहरू पर्छन्। यो कन्ट्रोभर्सीको जरा हिस्टोरिकल ट्रिटी र नक्साको डिफरेन्ट इन्टरप्रिटेसनमा भर पर्छ, स्पेशली महाकाली नदीको ओरिजिनको बारेमा। नेपाल र इन्डियाको सीमा यो महाकाली नदीले छुट्याउने गर्छ, तर भारतले चलाकीपूर्वक काली नदीको उद्गम स्थललाई नक्कली बनाई नेपाली भूमि हडपेको प्रश्न देखिन्छ। कसरी इन्डियाले कृत्य काम गर्यो त, त्यो पनि 50-60 वर्ष अगाडि नै। हामीले यो लिपुलेखको बारेमा एउटा हिस्टोरिकल कन्टेक्स्ट बुझ्न जरुरी छ। यो विवादको जड 1816 को सुगौली सन्धिलाई मान्न सकिन्छ। 1816 को सुगौली ट्रिटी नेपाल र ब्रिटिस इस्ट इन्डिया कम्पनीको बीचमा एङ्ग्लो नेपाल वार पछि साइन भयो। यसले काली नदीलाई नेपालको वेस्टर्न बाउन्ड्री बनायो ब्रिटिस इन्डियासँग। नेपाल भन्छ महाकाली नदी लिम्पियाधुराबाट स्टार्ट हुन्छ, सो कालापानी, लिपुलेख र लिम्पियाधुरा हाम्रो हो। इन्डियाको साइडले भन्छ काली नदी कालापानीबाट स्टार्ट हुन्छ, तर 1816 देखि 1830 सम्ममा इस्ट इन्डिया कम्पनी अन्तर्गत प्रकाशित म्यापमा महाकाली नदी लिम्पियाधुराबाट सुरु हुन्छ भन्छन् नेपाली हिस्टोरियन र एक्सपर्टहरू। यो कुरा बुझ्न हामीले पत्रकार सुधीर शर्माको यो रिपोर्ट हेर्न सक्छौँ। भारतले तुलसी न्युराङ अर्थात् नक्कली कालापानीमा कालीको कृत्रिम मुहान खडा गरेर अतिक्रमणलाई वैधानिकता दिने जाली कसरत गरिरहेको छ। त्यहाँ पहाडबाट रसाएको पानीलाई सानो तलाउमा जम्मा पारेर एउटा कुलो लिपु खोलामा जोडिएको छ र त्यही तलाउलाई कालीको स्रोत भन्ने हास्यास्पद दाबी गरिएको छ। यो भनाइ सुधीर शर्माको हो। यो रिपोर्ट उनले 2055 सालमा लेखेका थिए। स्थलगत रिपोर्टिङ गरेका सुधीर शर्माले निकै डिटेलमा एक्सप्लेन गरेका छन् कि भारतले कसरी लिम्पियाधुरादेखि कालापानीसम्मको क्षेत्र आफ्नो फाइदाको लागि नेपालबाट हडप्यो। अहिले यो गुगल म्यापमा देखिने कालापानी नै नक्कली कालापानी हो भनिन्छ। यो ठाउँको वास्तविक नाम तुलसी न्युराङ थियो। सक्कली कालापानी लिम्पियाधुरा क्षेत्रमा पर्छ, जहाँबाट काली नदी निस्किन्छ। सक्कली र पुरानो कालापानी नजिकै काली मन्दिर पनि छ, तर भारतले त्यस्तै मन्दिर बनाएर कालीको मुहान अहिलेको यो कालापानी हो भनेको छ। विक्रमसम्म 2055 मा नै कुञ्जी, आदि कैलाश र यो नक्कली कालापानीमा भारतले सैनिक क्याम्पहरू राखेको दाबी छ। कालापानी क्षेत्रमा 1962 को इन्डो चाइना वार पछि भारतले आइटिबिपी नाम गरेको सेमी मिलिट्री पोस्टहरू राखेको हिस्ट्री छ। यो दुर्गम क्षेत्रमा पर्ने हुँदा नेपालले त्यति मतलब गरेन। पञ्चायत कालदेखि नै यो ठाउँमा विभिन्न अतिक्रमण गर्यो भारतले। बीचमा एउटा हल्ला सुनिएको थियो, महेन्द्रले नै इन्डियन आर्मीलाई कालापानी क्षेत्रमा चाइनाको डिफेन्समा बस्न दिएको हो भनेर, तर यसको अफिसियल एग्रिमेन्ट कतै भेटिँदैन। स्ट्राटेजिक इम्पोर्टेन्स। कालापानी करिब 20,000 फिटको उचाइमा छ। इन्डियाको लागि एकदमै इम्पोर्टेन्ट हो यो, किनभने यो लिपुलेख पास नजिकै छ, जुन कैलाश मानसरोवर र ट्रेडको लागि जोड्ने रुट हो। 1962 को इन्डो चाइना वार पछि इन्डियाले इन्डो तिब्बतन बोर्डर पुलिस आइटिबिपी राखेको थियो। त्यतिबेला इन्डियाले आइटिबिपी आउटपोस्ट बनाउने समयमा नेपाल मौन नै बस्यो। नेपालको त्यतिबेलाको मौनता नै अहिलेको समस्याको जड भयो। भारतको लागि लिपुलेख किन महत्त्व?
भारतले 1962 पछि कालापानीमा कब्जा जमाउनुको खास कारण त्यहाँको स्ट्राटेजिक इम्पोर्टेन्स नै हो। तुलसी न्युराङ जस्तो समतल भूबनावट त्यस भेगमा अन्य छँदै छैन। वरिपरि अग्ला पहाडहरू छन्। उत्तरको लिपुलेकमा चिनिया सेना आयो भने पनि त्यो हिमाली खोजबाट प्रष्ट देखिन्थ्यो। यदि फेरि भारत र चीन बीच युद्ध भएमा चाइनिज सेनाहरू पैदल आए भने अघि बढ्न सक्ने सबैभन्दा खतरनाक नाका यो लिपुलेक नाका हो, किनकि चीनबाट भारतको नयाँ दिल्लीसम्मको सबैभन्दा छोटो दूरीको बाटो लिपुलेक कालापानी भएर जान्थ्यो। 1962 पछि फेरि अर्को वारको खतराबाट बस्न इन्डियाले त्यो बेला कालापानी कब्जा गर्यो। आजको दिनसम्म आइपुग्दा अब ट्रेडको लागि इन्डियाले लिपुलेकको नाका सजिलो बनाउँदैछ। तिब्बतमा रहेको कैलाश पर्वत र मानसरोवर जाने तीर्थयात्रीको लागि पनि यो बाटो सबैभन्दा छोटो पर्छ इन्डियनहरूको लागि। यसो हुने हो भने इन्डिया र चाइना दुवैलाई फाइदा देखिन्छ। तर अहिले नेपाल हुँदै कैलाश पर्वत जाने टुरिस्ट भने घट्दै जानेछन्। नेपालको पर्यटनमा पनि यसको असर गहिरो देखिन्छ। लिपुलेकबाट करिब 30 किलोमिटरको दूरीमा चाइनाको सिङक्याङ तिब्बत हाइवे जोडिन्छ, जुन चाइनाको सिल्क रोडसँग जोडिएको छ। नेपालको लागि कालापानी लिपुलेक एरिया त्यतिकै महत्त्वपूर्ण छ जति इन्डियाको लागि। नेपालले यो रुट हुँदै पाकिस्तान, अफगानिस्तान हुँदै युरोपसँग लिङ्क बनाउन सक्ने विभिन्न एक्सपोर्टहरूको भनाइ छ। 2015 इन्डिया चाइना एग्रिमेन्ट। 2015 मा इन्डिया र चाइनाले लिपुलेक पास युज गर्ने एग्रिमेन्ट गरे। यो एग्रिमेन्टमा नेपालको कुनै सल्लाह नै लिएनन्। नेपालसँग कन्सल्टेसन नगरिकन उनीहरूले द्विपक्षीय एग्रिमेन्ट गरे। त्यसपछि नेपालले आन्दोलन समेत गरेको थियो। 2019 इन्डियन म्याप। नोभेम्बर 2019 मा इन्डियाले नयाँ पोलिटिकल म्याप रिलिज गर्यो। जम्मू र कश्मीरको युनियन टेरिटोरिजको साथै कालापानी इन्डियाको पार्ट हो भन्दै नक्सा बनायो। नेपालले यो युनिल्याटरल मुभ भन्दै अब्जेक्सन राख्यो। काठमाडौँमा ब्याक अफ इन्डिया जस्ता ह्यासट्यागहरूले प्रोटेस्ट गरियो। नेपालको फरेन मिनिस्ट्रीले भन्यो कालापानी सुगौली ट्रिटी अनुसार नेपालको टेरिटोरी हो। सन् 2020 मा नेपालको नयाँ नक्सा। मे 2020 मा नेपालले नयाँ पोलिटिकल म्याप रिलिज गर्यो र यो नक्सालाई पार्लियामेन्टले एप्रुभ पनि गर्यो, जसमा कालापानी, लिपुलेक र लिम्पियाधुरा इन्क्लुड भए र नेपालीले यसलाई चुच्चे नक्सा भनेर पनि चिन्छन्। इन्डियाले यो नक्सालाई आर्टिफिसियल र अनएक्सेप्टेबल भन्यो। डायलगको लागि आफू तयार रहेको जानकारी पनि दियो, तर वार्ताको लागि कहिले पनि अगाडि आउनै चाहेन। 2024 करेन्सी नोट इस्यु। नेपालले 100 रुपियाँको नोटमा नयाँ म्याप प्रिन्ट गर्ने डिसिजनले भारतमा विवाद लिएर आयो। इन्डियाको एक्सटर्नल अफेयर्स मिनिस्टर एस जयशंकरले भने एकतर्फी डिसिजनले ग्राउन्ड रियालिटी चेन्ज हुँदैन। नेपालको यो मुभ प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा भएको थियो र त्यो बेला उनको यो कदमलाई धेरै नेपालीले समर्थन पनि गरे। यो बोर्डर विवादमा इन्डियाले नेपाललाई धेरै दशक अगाडिदेखि नै पेल्दै आएको छ। चाइनालाई पनि यो भूभाग भारतको हुँदा केही फरक परेको छैन। चाइनाको लागि त झनै व्यापारको बाटो खुल्दैछ। त्यसैले यो दुवै देशको लागि फाइदा देखिन्छ इन्डिया र चाइनाको लागि। नेपालका कयौं गाउँ भारतले 1970 को दशकमा गाउँै हटायो वा आफ्नो बनायो। भनिन्छ कुटी, कुञ्जी, नाबी गाउँहरू पहिले नेपालकै थियो, तर आज त्यस क्षेत्र भारतको कब्जामा परिसकेको छ। तपाईलाई के लाग्छ? कालापानी, लिम्पियाधुरा हाम्रै भूभाग हो कि होइन? र यो भूभागलाई फिर्ता लिएर आउन के गर्नु पर्ला? भारतले के सजिलै छोड्ला त यो भूभागलाई? 50-60 वर्ष अगाडिदेखि नै आर्मी क्याम्प राखेर भारतले यो क्षेत्रमा धेरै कब्जा गरिसकेको छ। यहाँ हाइवे पनि बनिसकेको छ। त्यसैले पनि इन्डियाले यो क्षेत्रलाई सजिलै छोड्ने अवस्था देखिँदैन। नेपालले यसको लागि के गर्नु पर्ला? कमेन्ट गर्नुहोला। हामी हरेक हप्ता यस्तै इन्फर्मेटिभ कन्टेन्ट लिएर आउँछौँ। यदि तपाईँलाई यस्तै कन्टेन्ट हेर्न मन छ भने क्युरियस नेपाललाई सब्सक्राइब गर्न नबिर्सिनुहोला। तो आप लोगों ने रिपोर्ट देखी। अब सबको पता है कि इंडिया नेपाल के बीच में एक मुद्दा है जिसका नाम है कालापानी, लिपुलेक, लिम्पियाधुरा। नेपाल के कई इलाकों के ऊपर इंडिया ने इलीगल कब्जा करके रखा हुआ है और इन एरियाज के बारे में आज भी अगर हम बात करें तो नेपाली अवाम यही कहती है कि हमारे इलाकों के ऊपर हमसे कब्जा किया गया है। चाहे अगर आप देखें इंडिया के इलाकों को देखें, चाहे वो फिर नेपाली इलाकों को देखें, तो तकरीबन आपको सेम देखने को मिलते हैं। कालापानी, लिपुलेक और लिम्पियाधुरा के ऊपर नेपाली अवाम ने और नेपाल की मीडिया ने कई बार बात की हुई है। इंटरनेशनल तौर पर भी इस रिपोर्ट को लेके गए हैं और बताया गया है कि किस तरीके से इंडिया ने नेपाल की कब्जा किया हुआ है। कई रिपोर्ट्स में कहा जा रहा है कि नेपाल के इलाकों के ऊपर इंडिया ने इस तरीके से कब्जा किया था कि 1962 में इंडिया को ये जगह चाहिए थी चाइना के साथ जंग करने के लिए, वॉर करने के लिए। तो तब इंडिया ने नेपाल से ये जगह ली गई थी। जब ये जगह ली गई थी तो इंडिया ने चाइना के साथ वॉर किया था और वॉर में काफी खासा नुकसान उठाना पड़ा। आज हम यही बात कर रहे थे कि भाई किस तरीके से तो ये जंग के टाइम पे नेपाल से छीनी गई जमीनें थी। अब जहां तक बात आती है कि इन एरियाज की कि नेपाल
के एरिया कहाँ से शुरू होती है। बेसिकली काला पानी के अंदर एक एरिया है और वहाँ पे एक रिवर है जिसको काली नदी कहा जाता है। नेपाली मीडिया कहता है कि ये इलाके हमारे हैं, जबकि इंडियन मीडिया कहता है कि ये आपके नहीं है। आप सबने देखा होगा कि इंडिया नेपाल के बीच में अक्सर इस बात पे लड़ाई होती है और यही होता है कि नेपाली अवाम कहती है कि ये जगह हमारी है और इंडिया वाले कहते हैं कि ये हमारी है।